हे गाइस वेलकम टु न्यू भ्लग। आज तपाईँहरू फेरि आउनुभयो मेरो एउटा नयाँ भ्लगको साथमा। आज म खेल्न जान्छु बस सिमुलेटर इन्डोनेसिया तपाईँहरूसित। आज म यो निलो गाडी लिएर आएको छु तपाईँहरूसित खेल्न। राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला र लाइक गरिदिनु होला। धन्यवाद। अब हेरौँ कसरी खेल्ने। ल गाइस, अब हामी स्टार्ट गर्न आँटेको। अब यहाँ गाडी ठिक पारिसकेको। यहाँ हेल्थ पनि कति छ खोइ होइन। अब यहाँ स्टार्ट गरेको हामी। एड आयो, एड गाइस नेट अफ गरेको छुइनँ, त्यही भएर एड आएको हो होइन। अब स्किप गरिहाल्छु सरी एडको लागि। जस्तो यो गेममा एड आइरहेको छ होइन। यहाँ लोडिङ हुँदैछ। गाडी कुद हाम्रो रे, कुद गाडी कुद। आधी बाटोबाट किन आयो भने अस्ति भर्खर यही बाटोबाट गएको थिएँ, आधीबाट छोडेको थिएँ, त्यही भएर होइन। 223 ज्यादातर म उयो हाँक्दिनँ होइन। 200 300 100 हाँक्छु। तर हाइवे भेट्यो भने त उडाउने हो। ठुलो हाइवे भेट्यो भने त 200 क्रस पुगाउँछु। जस्तो कि अब एकछिनमा म 200 क्रस पुगाउने उयसमा छु। जोसमा आउँदैछु 210 पुग्ने जोसमा। 200 क्रस होइन। यहाँ गाडीबाट ओभरटेक हान्दै बसलाई यो नुकाइ जग्गाबाट साइडबाट ओभरटेक हान्दै लाँदैछु होइन। यहाँबाट स्वाट्टै गडाउँछु। मेरो चाहिँ एक्जाम चलिरहेको, त्यही भएर धेरै भ्लग नआएको होइन गाइस, त्यसको लागि सरी। अब कति सोमबारदेखि आउन थाल्छ यस्तै गेम खेलेको भिडियो होइन। अनि त्यसको लागि सरी। यहाँबाट पुल आयो, यो कस्तो छ है पुल। यो उफार्ने हो कि माथिबाट सिधै हाफ पुल हुन्छ नि त्यो च्यु उफार्छ। यो खोलै हो कि यो समुद्र हो कि यत्रो लामो खोला कहाँबाट आउँछ? खोले हो कि यो समुद्र हो र? गाइस यो गाडी चाहिँ बेला बेलामा अनकन्ट्रोल पनि जान्छ। त्यसै जस्तो कि अहिले 200 पुगायो। 200 कन्ट्रोल पनि जान्छ। जस्तो कि यस्तो जस्तो ओह्रालो झऱ्यौँ। अब त्यहाँ त 200 पुग्यो त यो गाडीबाट धेरै पावर रह गाइस। अनि भेरियरमा झन्नै बजाइन ठोकिएन मतलब होइन। अनि बचायो धन्नाले बचे। अनि बसले ओभरटेक हान्दै 200 को रफ्तारमा हिँडेको बेला अघि फेरि एउटाले ब्लम अगाडि हाल्यो नि यहाँबाट। अनि हातै उडेन जान्ने। अनि यहाँनेरि यस्तो अर्को लेन आएँ, तर उल्टो लेन हो। ग्याराज हाल्यो कि क्या 98। ओहो 81 बजाएछु त। तेरि यस्तो चलाउनु भने होइन।
अनि यताबाट ग्याराजमा हाल्नु तेरो भाग्ने त्यही भएर ग्याराजमा हाल्ने ग्यारेजमा हाल्ने अब यहाँ पैसाबाट गरिदिएको के हो भाडा दिइराख्नु होइन अब त यता पैसा त वेस्ट हुनुपर्छ नि त भ्युजको लागि भ्युजै आउँदैन तर पनि होइन हो नि त सानो क्रिएटर देखेर यसको त भ्युजै छैन यसमा केही खास छैन भनेर हेर्दैन हेर्नुहुन्न तपाईँहरू त्यही भएर आउँदैन अनि यहाँबाट यस्तो ट्रन हान्ने होइन यस्तो ब्यारियर उफारेर यति भइरहेछ गाइजहरू ओ ठोक्यो ठोकेर त डरै पो ठोक्यो त लु फेरि कन्ट्रोल हुँदैन क्या मलाई भनेको थियो यसलाई कतिखेर त कन्ट्रोलै जान्छ यसको अनकन्ट्रोल हुन्छ होइन यहाँबाट धेरै लामो राइड पनि थिएन होइन अब एकछिन सिकिन्छ होइन यो लोडिङ म्याप आयो एड हेर्नुपर्छ गाइस तर डबल एड छैन सिङ्गल एड छ डबल छैन होइन ल गाइस यहाँ लोडिङ हुँदैछ यहाँ लोडिङ भइसकेपछि हामी खेल्ने होइन फेरि अनि अब लु गाडी चल्न स्टार्ट भयो टर्निङ आयो इन्डिकेटर पनि हाल्नु होइन हामी यत्रो टर्निङमा को हाल्छ यत्रो टर्निङ के उत्रो टर्निङ के काहीँ इन्डिकेटर हाल्दिनँ बजारियो ठोक्यो होइन अब यहाँनिर यसो ठोक्नदेखि बचाउँदै ब्रेक हान्दै कुदाउनु सकेन है हेल्थ 70% छ नि माथि स्पिडदेखि छेउमा